अनि आज चाहिँ हामी घरमा छौँ गाइस अनि यो चाहिँ मेरो घर हो हैन अनि यो चाहिँ मेरो घर गाइस अनि यो चाहिँ लाइन छैन आज चाहिँ हामी घर किन आएको भन्दा हिजो बिहा थियो हैन बिहा थियो यहाँ हाम्रो घर अनि त्यही भएर थियो गाइस गाइस फेरि अहिले बिहा थियो कि अनि त्यहाँ घरमा हल्का मान्छे थियो त्यही भएर मलाई लागेर आएँ अनि यहाँ फेरि हाम्रो होटल छ गाइस अहिले त खामला मेरो गाउँ गाइस यहाँ चाहिँ घर छ हाम्रो होटल छ गाइस यहाँ छ हामी मन्दिर हिँड्दैछौँ गाइस अनि यहाँ चाहिँ हल्का पहिरो गएको छ अनि यहाँबाट चाहिँ सबै देखिन्छ पुरै पाहाड छ गाइस यहाँ हाम्रो बारी छ अहिले चाहिँ हामी घरमा आयौँ गाइस माथिको घरमा अनि यहाँ चाहिँ फुल रेडी भएर बस्छन् गाइस म चाहिँ मेकअप आर्टिस्ट है सबजनाको मेकअप बहिनीहरूको सबको मेकअप यो पारा एकचोटि यता देखा न यो कति पनि गाइस अनि यहाँ चाहिँ एउटा पागल जस्तो मान्छे छ मेरो कपाल पनि मेरो बालमा हेरी म चाहिँ कपाल कोर्न पर्छ गाइस अनि गाइसहरू अनि तिम्रो चाहिँ मेकअप गर्दै बस्दै थियो मलाई मेकअप गर्न मन लागेको छैन अनि त्यही भएर म चाहिँ आइदिएँ मन्दिरमा स्कुल छ गाइस अनि यता आदि पर्छन् गाइस यहाँबाट चाहिँ खतरा भ्यू देखिन्छ सो गाइस यहाँको भ्यू चाहिँ एकदम छ यार अनि यहाँ चाहिँ चिसा हावा छ कि गाइस अनि तर म एक्लै छु सो अब चाहिँ म चाहिँ अहिले एक्लै नै छु गाइस कोही पनि आएन साथीहरू तिनीहरू मेकअप गर्दै बसेछन् होला हैन अनि त्यही भएर झेउ लागिरहेको कि गाइस यहाँ के गरौँ भइरह अब घर जानु पर्दैन तर भ्यू चाहिँ खतरा थियो राजा साँच्चै भन्दा यही पहाडै पहाड छ गाइस अनि हामी पनि अहिले पहाडमै छौँ हैन अनि कति धेरै पहाडहरू हुन्छ यत्रो धेरै पहाड छ
चरा अब चाहिँ जाने गाइस म यहाँ हेरेको अब पनि बसिरहेको थिएँ त्यही भएर जाने भयो गाइस यता चाहिँ बाघहरू हुन्छ गाइस यहाँ चाहिँ एउटा खतरा छ होइन अनि यहाँ तल चाहिँ बाघहरू हुने रहेछ 2000 years later गाइस चाहिँ हामी घरमा आइसकेको छौँ अनि बाहिर चाहिँ